एबिसी को अनप्लान ट्रेक भर्खर बिहान बनेर चाहिँ अब हामी 10-11 बजेतिर एबिसी को लागि लाग्दैछौँ। अब आज हाम्रो टार्गेट अब अप्पर सिनुवासम्म पुगिन्छ भन्ने हो। भोलि चाहिँ अब एबिसी नै पुग्ने प्लान छ। यात्रा सुरु गरियो हामी रानीपोवादेखि। ल हाम्रो सर शुभयात्रा भन्न ठ्याक्क आइपुग्नु भयो है। होइन मन जाने भन्दै फेरि क्यान्सल भन्थे। हाम्रो एकदम यो अनप्लानमा पनि उहाँलाई समेटेको, तर उहाँ चाहिँ एकदम व्यस्त मान्छे एकदमै साह्रै। विशेष कारणवश उहाँ जान पाउनु भने इच्छुक एकदम धेरै हुनुहुन्थ्यो। यस्तरी खर्च दिनुहुन्छ उहाँले, बाटे खर्च। ल राख्नु अनि ल अब चाहिँ हाम्रो यहाँबाट चाहिँ हाम्रो यात्रा सुरु गऱ्यौँ। ल लाग्यो ल हामी स्टार्ट गरियो। ओ ल है त यहाँबाट अलिकति हिमाल, यता हिमाल देखाएर जाऊँ है यताबाट। ल यताबाट हिमाल। ल हाम्रो यात्रा एकदम हिमालले हाँसेर स्वागत गरिरहेको छ है हामीलाई। ल केही हुन्छ है गाई, केही हुन्छ। हिमालबाट देखियो कि देखिएन यार, खासै गोप्रो खासै चलाउन आउँदैन। मलाई भन्दैन भने ब्याकप्याक गरेको रे है, मलाई पनि भन्दैन भनिकन ब्याकप्याक गरेको रे। आएको भए त म त अनप्लान भने अनप्लान पनि एक्स्ट्रा अनप्लान हुन्थ्यो यार। होइन मलाई 2-3 चोटि फोन त हान्नु पर्थ्यो क्या तैँले। होइन म जान्न भन्दै जानु पर्थ्यो। नजान्ने मान्छेलाई चासो हुन्न नि त 3-4 चोटि फोन हान्ने। एक हिसाबले शङ्का त गरिरहेको थिएँ मैले, तर ठिक छ अब के अन्त नि नमिलेपछि होइन। फेरि एक दिन नेक्स्ट महिना घुम्न जाने बेलामा लिएर जान्छौँ। एकदम रमाइलो मान्छे हुनुहुन्छ अरे ओ सरकार। होइन तर चिसो त हुँदो रहेछ हौ। खासै बाक्लो कपडा नि हाल्ने होइन यार। हजुरलाई त ब्यागले गाह्रो त आएन नि। हल्का रेन्जहरू खासै देखिएन अहिले चाहिँ, अलि राम्रो चल्छ होइन। यही हेर्न जाने हो हामी, यही हेर्न त होइन हामी जाने, यताको हेर्न जाने है, यही हेर्न जाने हो हामी। अब नजिकबाट पछि देखाउँछौँ। यहाँ लगभग नयाँ पुल आइसक्यो नि। यो चाहिँ माथिल्लो बजार झाँद्रुकहरू जाने यताबाट, यहाँबाट सिधा उता चाहिँ बागलुङतिर जाने है। अब हामी चाहिँ अब नयाँ पुल बजारमा, तल्लो बजारमा अघि हामीले भनेको नि त हाम्रो एकजना साथी हुनुहुन्छ यहाँबाट जाने। साथीलाई साथीलाई बाहिर निस्केर रेडी गर्नु, हामी लेट छौँ भनेर फोन गरेको, फोन रिसिभ गर्नु भएन। अब गएर उहाँलाई छिटो बताउनुपर्छ रेडी हुनुहुन्छ कि हुनुहुन्न, त्यो पनि थाहा छैन। उहाँहरू त आउन्नन् केटाहरू भनेर बसेर नै हुँदैन छैन। र हाम्रो सरको बाइक छैन यहाँ। हाम्रो मित्र डाक्टर साहब नमस्ते। हाई भनिदिनुहोस् हाम्रो भ्युवर्सहरूलाई। अनि अर्को डाक्टर साहब है त, धन्यवाद। ओके धन्यवाद। हालत चाहिँ यस्तो भएर छ के अरे अनि अरू के सामान अब सुनाउनुहोस्। ढाड त अहिले दुखिसक्यो त मेरो त। हिउँ खेल्न पाइन्छ होइन माथि, हिउँ खेल्न पाइन्छ नि। हो त्यो हामी भनेपछि रमाइलो हिउँ खेल्न पाइन्छ नि होइन। ल चाहिँ टक्क 2जनाको ब्याग चाहिँ यहाँ बाँध्यौँ। एकजना उहाँ पुग्नुपर्छ, हाम्रो नयाँ पुलबाट थपिनु भएको राइडर चाहिँ आउनुभयो। ए ट्रेक के भन्छ हौ, राइडर भन्छ कि ट्रेकर भन्छ कि अब जेसुकै भनौँ। ल अब हामी चाहिँ नयाँ पुलबाट। ल डाक्टर साहब लाग्यो है त।
हरिचन्द्र अर्को बजार हिडनमा जाँदो रहेछ त सम्म मात्र रहेछ बाइक ल्याउन पाउने बाइक ल्याउन पर्छ है बाइकलाई चाहिँ यहाँ पार्क गरेर अब हामी चाहिँ यो बाटो हुँदै चट्ट त्यो पुल तरेर अनि बाटो यहाँ चलाउँछौँ हामी यसो यहाँ हल्का चिया खाजातोरै खाएर अनि अब हामी हाम्रो यात्रा अगाडि बढाउँछौँ बाइकमा आउँदा चाहिँ अलिअलि ढाड त दुखिसक्यो हेरौँ लेट्सी कहाँसम्म पुगिन्छ आज बम्बोसम्म पुऱ्याउने टार्गेट छ के अरे ल दाइ केही भन्न चाहनु त यो सामरुङ भयो होइन हामी त म त अब 7-8 वर्ष अगाडि आएको हजुर यो सामरुङ हामी त सिवाईदेखि हिँडेको त्यति बेला ओहो यो सामरुङ भयो त्यो झिनु भयो होइन त्यहाँबाट लगभग ठ्याक्कै 2 घन्टा जति लाग्छ ठाडो उकालो पुरै 2 घन्टा हिँडेपछि चाहिँ हामी यताको डाँडो जान्छ होइन नि यता माथि यता माथि उता अब हिमालदेखितिर यसको यतापट्टि छ क्या सामरुङ ठाडै 2 घन्टा 3:30 बजे झिनु डाँडा आइपुग्यो हामी छुमरुङ त अब यहाँबाट धेरै आधा घन्टा छ होला त्यसपछि अब पर्सिनमा हुन्छ कि कहाँ अरे तपाईँले जाने भनेको ब्याम्बो भन्दैछन् साथीहरू खै मैले त गाह्रो मानेको छु मैले गाह्रो मानेको छु साथीहरू ब्याम्बो भन्यो मैले पताएन पर्सिनमासम्म त ठिकै हो सकेकै हो ओके कहाँ पुगिन्छ अब सरहरू अहिले हाई गर्यो हन बस्यो भने त निन्द्रै लाग्छ साँच्चै हाई त गर्न पाउनु पऱ्यो नि त होइन पाइयो म अब हिँड्नै सक्दिनँ ल मलाई बोको त भने छैन नि त मैले हाईसँग अलिअलि खुट्टा कामिरहेछन् अब कालो चिया र चटपट खाएर त्यो चिया पनि चेस गरिदिउँ न त है अलिकति चिया चेस गरेर हामी होइन द चियर्स ह्याप्पी एबिसी चिया पनि सेलाएछ चिसो चिसो भएछ चिसो छ नि त मौसम अलि टर पनि छ त चियापत्ती धेरै भएछ चियापत्ती धेरै हाल्नु हुन्छ दिदीले चियापत्ती अलि धेरै भएछ अलि टर भएछ चियामा के चियामा मैले के हो दिन्छ भन्ने भने नि टटर भयो है लेग साइडमा के पाउँछ सर यहाँ सब्जी चिया पाउँछ अनि मसाज गर्ने कि छुमरुङ पौने 5मा हामी छुमरुङमा आइपुग्यो के भन्दा कम छ त यहाँ अनि छुमरुङ यहाँ पनि छ भगवान् जे चाहियो त्यही छ
यो छुमरुङबाट ओह्रालो लाग्दै गर्दा अब पानी परेर चाहिँ प्लास्टिक ओढेको अवस्था रेनकोट ओढेर अब 2 घन्टा 2.5 घन्टा लाग्छ रे माथि अप्पर सिनुवा पुग्न। त्यो घरहरू देखेको सिनुवा लोवर सिनुवा। चप्पल लाएर हिँडेको अवस्था होइन। अपडेट हुँदैछ है सर। त्यस्तो नभन किन हौ मान्छेलाई त नतर्साम न यार यार यहाँ खुट्टा कामला जस्तो भइछ यार। ओह्रालो नि सर्लक्कै ओह्रालो कि फेरि। हजुर सिनुवाको बसाइ होटल प्याक भएर पुरै गाइड रुममा होइन त। गाइड रुममा सुतेको चिलपारामा सुतिन्छ अब होटल प्याक हिलटप होटल हिलटप। मान्छे चाहिँ अन्डरग्राउन्ड। आज गाइडै भयो हामी पनि अब खै टिप्छ होला अन्त के नेटवर्क। एनटिसीले एमबिसीमा टावर छ अरे। हाम्रो अब दोस्रो दिनको यात्रा अप्पर सिनुवाबाट 6:30 बजे 5 बजे उठेर 6 बजे हिँड्ने भनेको अलिकति त्यस्तै हो। निद्रा लागेर गाह्रो भयो। पैसा तिर्छु भन्दा पनि बाबा बिजी मान्छेको भिडभाडले। अनि यस्तो रहेछ ल खर्च पानी सुनौँ है। खानाको 800 रुपियाँ चिकन खाना एउटाको। अनि छुट्टै चिकनको 700 एक प्लेटको 800 × 3 800 × 3 700 × 3 घटमा साँधेको 300। भल्ट फालेर त्यसपछि सलादको नाममा फेरि के थियो अरे बन्दा मात्रै। बन्दा र प्याज काटेर बन्दाको 150 है। अनि रुमको 400 रुपियाँ। अन्त आफ्नै गाउँ आफ्नै ठाउँ। सेलाएर नि हाई खाइसक्यो यार केटाहरूलाई कुर्दा हामी फेरि खाँदै भन्नु होला। रविन्द्रले मिठो खाजा भनेर आफ्नै मोनिटरिङमा पकाउन लाउनु होला भन्ने हामी 10 मिनट ढिलो होला ठ्याक्क त्यतिखेरसम्म पाक्छ हामी खरिएका हुन्छौँ च्याप्टो दाबिन्छ भन्ने हाम्रो प्लान। यो लाली गुराँसको सिजन ढिलो भयो कि अलि छिटै भयो कसो हो? लाली गुराँसको सिजन दाइ लाली गुराँस फुलेर झर्ने बेला है भन्नाले झर्नेको के। अनि कति पानीले झऱ्यो कति असिनाले झऱ्यो नि त। त्यही भएर हामी अझै झन्डै लगभग 10 दिन जस्तो अगाडि आएको भए म भ्याउँथिनँ। त्यति बेला चाहिँ लाली गुराँस जोस् मजाले थियो दाइ। मैले जबरजस्ती अस्ति हिजो लिएर हिँड्नुको कारणै त्यही हो कि हामी अझै पछि भएको भए यतिको लाली गुराँस देख्न पाइँदैन कि। खास मैले त्यही भएर नै सिधा मान्छेको झगडा भयो लिएर हिँड्यौँ। त ठ्याक्कै 1 घन्टामा आएछ है ब्याम्बो। 6:30 भएको थियो होइन? ठिक्क 7:30 भएको छ। एकुरेट बोर्डमा 2 घन्टा भनेको त एबिसी 11 घन्टाको त तपाईँको 6 घन्टा पुग्नु हो यो। खेलौँ है अब 2 घन्टा 2.5 घन्टालाई। सर आलु भेटिएन भन्नुभएको थियो नि। अर्ग्यानिक हो फेरि यहाँ त यहीँको। आज भेट्नुहुन्छ सर तपाईँले हाडामाथि आलु। ब्याम्बोदेखि 45 मिनटमा दोभान आइपुगेँ। त्यहाँ लेख्दा चाहिँ 1.5 घन्टा लाग्छ भनेको थियो। 45 मिनट ओन्ली। नाइस कम ब्याक गाइज। अहिले पानी परेपछि त्यसलाई स्लो डाउन हुन्छ के अरे। खाना खाएपछि स्लो डाउन हुन्छ। जति सक्दो बिहानमा अहिले त अति चर्को घाम जोस् घामले पोल्न त थालिसक्यो होइन। थालिसक्यो। त्यति चर्को घाम त लगाइरहेको छैन। चर्को घाम भएपछि हिँड्न पनि सकिँदैन। त्यही बेलामा जोस् तान्नु सक्ने बिहानै तान्ने हो।
दुख्यो भने बाँकी गर्नु नि हो पक्कै यही हो ल 10 वर्ष अगाडि गोठा सुतेको ठाउँ र खानाको ठाउँ आइपुग्यो नि त यो होटलै थिएन नि त त्यति बेला बन्दै थियो बन्दै थियो सुतेको यहाँ यही होइन खाना बनाएको उ त्यो सेतो कपडा उ त्यो छ नि हो त्यहाँ थियो कि बाख्राको टाँड जस्तो पर्दोबान भन्दो रहेछ यसलाई हो यो होटल थिएन नि त 10 वर्ष अगाडि सुतेको यही होइन सर यो कपडा होठा त्यति बेला सुत्दाखेरि दोभान र देउरालीको बिचमा पर्ने मन्दिर हामी 9:30 बजे आइपुग्यो देउरालीभन्दा पहिला आउने हिमालय त्यहाँबाट नि त्यो त देउराली पछि होला साढे 11 हुन लाग्यो त्यो अगाडि देखेको देउराली खाना खाने हो त्यहाँ चाहिँ हिमालय पछि त्यही हो दोभानदेखि हिमालय 1.5 घन्टा हिमालयदेखि यहाँ 1.5 घन्टा हामीले चाहिँ डाइरेक्ट हुँदेखि आउने दोभानदेखि यहाँ 1.5 घन्टा भनेर हिँड्ने अनि कहाँबाट हुन्छ अब त लाग्ला नि 4 घन्टा होला 4 घन्टा त अब नर्मल होइन बेस क्याम्प माछापुच्छ्रे 2 माथि 2 घन्टा ए अरे बाबा गेस अझै हामीले भनेको म त्यहाँ 1.5-3 घन्टामा हामी 2 घन्टामा तान्ने हो त्यहाँ 9 बजेबाट यहाँ हो कि होइन भनौँ त हो हिउँ पर्दैछ है एमबिसी पुग्ने हाल्दा हिँड्नलाई यो
फाप्रे बाक्लै परेछ यता गर्दा नि आयो आयो माछापुच्छ्रे बेस क्याम्प माथि बेस क्याम्प भयो के अरे होटलहरू भयो माथि यताबाट नि मिल्छ माथि जान रबिन दाइ हो कि अगाडि अगाडि रबिन दाइ उ त्यो को हो त अगाडि गइसक्यो बुढा कसिएछ न त हिउँ परेको बुढा चङ्गा भएको छ यो हिउँ हो साँच्चै फाप्रे हो कि अब यो मेरो लागि एउटा एचिभमेन्ट नै पुग्यो डल्ला डल्ला जस्तो छ नि त अब हिउँ त फुर्र टाइपको लगाइदिनु भने एउटा एचिभमेन्ट भयो भनेर 2 घन्टा त अलिकति बढी नै लाग्यो है 2 घन्टा त अलिकति बढी नै लाग्यो 10-15 मिनट बढी लाग्यो यस्तो भन्दाखेरि 15 मिनट टाइममा तल बस्यो नि त गाउँ लाग्यो नि त त्यो ओके छ नि सर होइन मलाई त हिउँ देखेर झ्याउला अहिले त दिक्कै लागिसक्यो नि त हिउँ धेरै परेर के अब हिउँ देखेर मलाई त अब त हिउँ पनि अब नपर्दै हुन्थ्यो जस्तो भइसक्यो बाटो सबै अब पुरिसक्यो अझै आधा घन्टा 45 मिनट जति लाग्छ अरे माथि पुग्न बेस क्याम्प हिउँ चाहिँ मस्तै परिरहेछ है 1.5 घन्टा त भइसक्यो यार हिउँमा हिँडेको कन्टिन्यू यार ठिक छ हजुर एउटा जिन्दगीको नयाँ एक्सपिरियन्स लियो भयो हजुर पुग्यो प्रभु भयो फर्स्ट टाइम बन्द गरिदिनुहोस् अब हिउँ नझार्दै अब यो भयो इच्छा थियो इच्छा पुग्यो यो चेरी पनि गुड पनि धेरै खान तितो हुन्छ भन्थे त्यस्तै भइसक्यो यस्तो भयो कि मलाई बेलुका सास फेर्न गाह्रो हुन्छ क्या झ्याल खोल्न रुम चाहियो क्या सकिँदैन क्या अलिकति खुल्ला तपाईँ यो ढोका छेउमा बस्नु न त अनि दाइहरू अलि उता त ठाउँमा तन्ने अरू रुम छैन कुनै छैन त्यही एउटा हो तपाईँहरूले सेपरेट मागेको अनि त्यही भएर त्यस्तो भयो एकदम गाह्रो हुन्छ क्या बेलुका त्यही त तपाईँ यो ढोकाको छेउमा सुत्नु दाइहरूलाई उता ठाउँ जति पनि छ हावै हेर्दैन पछाडि झ्याल त राख्नु पर्ने झ्याल खोल्न नमिल्ने के पुरै हिउँ आएर झ्याल खोल्न राख्यो भन्दाखेरि हिउँ छिरिहाल्छ डेस्टिनेसन आइयो होइन के छ अब अनुभव कस्तो भयो अब मेरो त अब जुन चिज हुन्छ भनेर हामी अनप्लान जबरजस्ती जुन ट्रेक हिँडी हो त्यो चिज देख्न पाइयो एकदम मेरो लाइफको मलाई धेरै दिनदेखि रहर थियो म दाइसँग ट्रेक हिँडिराख्ने बेलामा नि दाइ कति बेला पर्छ यसरी हिउँ यो एकदम फ्रेस हिउँ मलाई त्यो फ्रेस हिउँ फिल गर्न मन छ भनेर मैले धेरैचोटि ट्रेक हिँड्ने बेलामा धेरैचोटि त्यो त्यस्तो पर्ने गरी हिँडौँ भनेर धेरै उस गरिरहेको थियो अनि हामी हिँड्ने बेलामा नि पानी परिरहेको थियो अनि हामी एक सुरो भएर चाहिँ यतातिर पानी पऱ्यो माथितिर त हिउँ पर्छ भन्दै जङ्गेर हिँडेको हेर्नुहोस् तर रमाइलो नि भव्य भयो तर पहिल्यै दिन रमाइलो नि भयो पहिल्यै दिन मिच्छा फेरि उसले मुछ्याउँदा पनि धेरै भयो कि है हात सुन्निएर खुट्टा भिजेर ए भगवान् होइन मरिन्छ कि क्या हो जस्तो भइसकेको नि हामीलाई त हातले त कामै नगरेको कि हेर्नु आधा घर त हिउँदै छ चाहिँ झ्याल पुरिन लाग्छ है झ्याल पुरिन लाग्छ अब यो भत्केर आउने पनि डर छ फेरि अर्को रबिन सरको रमाइलो छ नि होइन रमाइलो एकदम रमाइलो समग्रमा रमाइलो छ म धेरै चाहिँ बोलिनँ आज चाहिँ समग्रमा एकदमै इन्जोय ल ठिक छ युवा शक्ति अरे आयो हेली आयो बाबुरामको मान्छे परिचन क्या हो
हेलिप्याड त उतै तल होइन सर हेलीको उतै तल होइन र त्यो झन्डा ठाउँमा त्यतै जस्तो लाग्थ्यो आज 2082 साल वैशाख 1 गते नयाँ वर्ष 2081 सालको सुखद अन्त्यसँगै आज 82 सालको पनि सुखद सुरुवात नै भयो है साथीहरू चिलपारामा अब हिमाल खुलेन है सल्ली खुल्ला जस्तो गरेको थियो अहिले सबै ढाकेछ हिमाल चाहिँ हेर्नु पाइएन हिउँको चाहिँ एकदम भरपुर मजा लियो हिउँको चाहिँ फर्किन्छौँ अब ल हजुर उता हिसाब सोध्दै गर्नु ए सोध्न त मिल्छ के अरे ल गाइजहरू चाहिँ अब हिउँ के अरे हिमाल देख्न नपाएर हल्का दुखी हुँदै होइन कि खुसी नै हो अब एउटा त हिजोको लेखी त हामी धेरै खुसी थियौँ आजको लेखी हामी अलिक धेरै दुखी छौँ ठिक छ फ्याक्ट त अलिकति त देखियो हिमाल थोरै होइन अलिकति देखियो त्यही सँगै अङ्गालो मारेर फोटो खिच्न पाइएन क्या यो चाहिँ एमबिसी माछापुच्छ्रे बेस क्याम्प यो चाहिँ पुरै हिउँ परेर केही पनि देखिएको थिएन हामी चाहिँ एबिसीदेखि 9 घन्टा 9:30 बजे अहिले चाहिँ सामु चाहिँ हामी 6:30 पौने 7 लगभग भयो अब चाहिँ हामी अब यहाँबाट बाइकमा पोखरा लाग्छौँ अब आजै